सो घाँस पनि काटेर भारी पुऱ्याएर पनि हो घरतिर लागियो अब। उपर यो खोइ के घाँस हो नि नाम चाहिँ थाहा भएन तर गलिन्छ। अनि यता घाँस काट्नु चाहिँ दाजु र माको हो नि त। अनि दाजु चाहिँ पछाडि हुनुहुन्छ। देखाउन मिल्दैन रहेछ। फेरि बाटो टाढो छ यार। फेरि एउटा कुरा के गाई छ के कुरा थाहा भयो भने नि ला मेरो टोपी नै बाङ्गो रहेछ। मिलाउँछु। गाइस के कुरा भने नि के पो भन्छ यो भ्लग बनाउनु क्या लास्टै गाह्रो रहेछ हो। है हात दुखेर माथि हात दुखेर हातै जाम होला जस्तो के। पुरा अब यस्तो राख्नुपर्छ अनि हातै पो अब के भन्छ त्यसलाई भन्नै आएन। तर नि म हार मान्दिनँ गाइस। तर भारी चाहिँ गरौँ छ। तर एउटा कुरा कि यो भ्लगरहरूले क्या मतलब भ्लगरहरूलाई के पो भन्छ यो जङ्गलतिर हो अनि अथवा कतै बाटोतिर एक्लै हिँड्दै गर्दा त मान्छेले पागल पो भन्छ जस्तो लाग्छ हौ म त। किनभने एक्लै हाँस्छ एक्लै बरबराउँछ के अब टाढोबाट हेर्दा त ठिकै हो। अलिक छेउछाउबाट गऱ्यो भने त अब छेउैमा भयो भने त अब बुझि नै हाल्छ भ्लग गरेको हो होइन। तर अलिकति छेउ अलिकति टाढा बुझ्दैन अब मिलाएर बुझ्नु। त्यस्तो बेला चाहिँ मान्छेलाई पागलै भन्छ होला है। किनभने अब एक्लै गुनगुन बरबराउँछ हाँस्छ एक्लै बोल्छ एक्लै अनि त्यसै पनि पागल त भनिहाल्छ नि। अन्त गाइस भन्नै लड्यो। तर पनि गाइस लाइक कमेन्ट सेयर फलो के हुन्छ बेल आइकन सबै दबाइदिनु अब गरिदिनु है। यति भन्दै अहिलेलाई चाहिँ अप्ठ्यारो भयो बिदा माग्छु।